हेलो यो चाहिँ मेरो छोराको कपी हो। मेरो छोरा चाहिँ प्ले नर्सरीमा पढ्छ। हेर्नुहोस् कपी 2 दिन भयो 2 दिन भयो अरे लगभग कति 5 दिन जति भयो होला यो कपी युज गरेको। यस्तो भयो 5 दिनमा ठिकै हो। अरूको बच्चाहरूले 1 दिनमा गर्छन्, मेरो छोराले 5 दिनमा च्यात्छ है साने। अरूको बाबुहरूले 1 दिनमा कपी च्यात्छन्, तिमी 5 दिनमा च्याच्छौ है। ल हेर्नुहोस् मेरो छोराको होमवर्क देख्नुभयो। माघदेखि गएको आज कति दिन भयो, धेरै पढ्ने भइसक्यो मेरो छोरा। ल अब लेख्छ मेरो बाबुले, लेख्छ कि लेख्दैन? 7:30 भयो। यसलाई चाहिँ एकदम निन्दा लागिरहेको स्कुलको प्लस थकाइ। मैले अहिले पागल भने तिमीलाई। ल लेख लाओ। मेरो छोरा चाहिँ फेरि लेफ्टी हो है गाइज, लेफ्टी। यसरी यसरी सिधा 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 यता यता के हो यो? ए राम्रो समाउ समाउ फेरि। ल यता सिधा तान्ने, फेरि यता सिधा तान्ने, ए आची त्यस्तो भन्छ हो। अहिले मैले म फेरि पिर्छु नि, फेरि समाउनु पेन्सिल राम्रोसँगले। पिठा खानु मन लाग्यो हो? के गरी लेखेको? समाउ न, समाउ। उठ न यहाँ कपीमा हेर चादरजीको। उठ न उठ, के गरी गरेको के? दिक्क बनाउँछ मलाई त दिक्क। आउने यहाँ समाउ छिटो होमवर्क। अहिले बाबा आउनुहुन्छ अहिले अनि ठिक्क पर्छ। ल छिटो 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 यता हेर। ल यस्तरी के गुड छ कि मेरो छोराको। तैँले यहाँ त के गरिस्? यता यहाँ भिडियो सरलाई देखाइदिन्छु नि। हिजोको पनि देखाइदिएको, अब भोलि पिर्छ भने हेर मामुलाई हात हालेको हेर्नु है यहाँ। ल हेर्नु यहाँ देख्नुभयो नि। ल यो गयो क्या। अब भोलि यसको खयर छैन, खयर अब होइन लेख्नु पर्यो क्या यहाँ हेर। अनि ल यहाँ हेर नि, देखाउ न यहाँ हेर न तिमी कपीमा हेर। मामुले कता कता लेखिदिन्छु हेर न, हेर हेर। ल राम्रोसँग समाउ, राम्रोसँग समाउ यो पेन्सिल। अहिले फेरि मैले चाहिँ लेख्न थालेँ अनि मैले चाहिँ त्यो लेख्न नदिएको। त्यसो भए होइन सर। ल देख्नु भयो नि। ल हेर्नु यहाँ, ल हेर्नु यहाँ पढ्नु पर्यो भनेर त भयो पर्दैन पढ्न। भगवान् ती एक पानामा हेर्नु है, यहाँ एक पानामा उयो यति 1 2 3टा मात्र गरेको छ है। 3टा मात्र गरेको छ एक पानामा। आँसु आइसक्यो। ला पुस ला छिटो पुस। म त यो भिडियो देखाइदिने हो भोलि त। म साँच्ची सरबाट लगाएर रुपेश बाबालाई पनि देखाइदिने हो, सरलाई पनि देखाइदिने हो भिडियो लगाएर। पढ्नु पर्यो भनेर आँसु आयो। ल आँसु पुसेर उठिहाल छिटो, उठिहाल। हो ल पेन्सिलसम्म म आफै लेखिदिन्छु। के भन्छ? के भनेको? ल जसरी गरे नि समाउ न। ल समाउ न त पेन्सिल समाउनु त पर्यो नि त। कस्तो अप्ठ्यारो गरी समाएको क्या। मामुलाई त सिकाउनै नआउने गरी समाउँछ तिमी। ल यता यहाँ ल सिधा। लेखेर मार्छ त फर्स्ट हुनुपर्छ लेखेर। मैले घोचेको झुटो कुरा बोल्छस्। ल हेर्नु, ल म के भन्नु, पढ्नु पर्यो भने यस्तो नाटक। ल हेर्नु तँलाई पिट्ने कि मलाई? तैँले पढाइ छैनस्, तँलाई पिट्छन् कि मलाई? ए ल हेर्नु मलाई त भनेको हेर्नु दे। डिसिप्लिन हेर्नु, डिसिप्लिन हेर्नु यहाँ डिसिप्लिन। अब त गइस् कि त गइस्, अझै उठ्दैनस्? ल हेर्नु एक लाइन अझै गरिसके छैन। ल हेर्नु यहाँ अझै एक लाइनको एउटा बाँकी छ। उठान छिटो। त्यसै मैले पिटेको हो त? त्यसै पिटेको हो त? छु
घापक सिकाना सिकर फोरीको बच्चा त फोरी त हो नि एकदम फोरी उठा नि त ल उठ अनुहार मात्रै राम्रो भएर हुन्छ त होइन होइन सफा सुगरीको बच्चा ल ल हेर्नु देख्नुभयो नि बोली कस्तो छ चक्कुले काटेर उठ न है लेख न नलेख्ने हो नलेख ल अझै नलेख पर्दैन लेख्न भोलि यत्तिकै पठाइदिन्छु हेर्छलाई देखाउनलाई ल बाई यसले पढ्दैन होइन यसलाई के भोलि पिट्ने हो कि के गर्ने हो स्कुलमा एकदम ड्याम कि ड्याम यसरी 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 भुताल्नु यसलाई यसरी भुताल्नु यसलाई लिन आउँछु भोलि स्कुल लिन आउँछु लिन आउँछु के अरे